हाई एभ्रिवान। आज चाहिँ म बालेन र बालेनको पार्टीको विषयमा चाहिँ कुरा गर्न गइरहेको छु। कृपया तपाईँहरू पनि आफ्नो प्रतिक्रिया चाहिँ राख्नुहोला। सामाजिक सञ्जालमा चाहिँ बालेनले पार्टी खोल्न लागे भनेर चाहिँ एकदमै धेरै न्युजहरू भाइरल भइरहेको छ। तपाईँहरूले पनि विभिन्न सामाजिक सञ्जालहरूमा चाहिँ हेरि नै रहनु भएको होला। यो बालेनले पार्टी खोल्न लागे भनेर चाहिँ एकदमै समाचारहरू हुन त पहिलेदेखि नै चलिआएको हो, तर अहिले चाहिँ एकदमै धेरै चर्चित भएको छ। तपाईँहरूलाई के लाग्छ, बालेनले अहिले पार्टी खोल्नु पर्छ या पर्दैन? त्यसको के उपयुक्त हुन्छ त अहिले बालेनले पार्टी खोल्न भन्ने क्वेसन चाहिँ सबै जनताहरूको मनमा चाहिँ आइरहेको छ जस्तो लाग्छ। अब धेरै जनताहरूले खोल्नुपर्छ भनिरहनु भएको छ, कसैले चाहिँ होइन पार्टी खोल्नु हुँदैन। अरू जुन रासोपा छ, अरू हर्क साम्पाङहरू हुन्छ नि, जति पनि केही गरौँ भनेर आएका युवाहरू हुनुहुन्छ, नेताहरू हुनुहुन्छ, उहाँसँगै मिलेर चाहिँ एउटा छुट्टै पार्टी खोल्नुपर्छ अथवा मिल्नुपर्छ भन्नेहरू पनि धेरै हुनुहुन्छ। तर यसमा चाहिँ म चाहिँ के भन्छु भने अहिले बालेनले पार्टी खोल्नु त्यति उपयुक्त म चाहिँ देख्दिनँ। किन भन्नुहुन्छ भने यदि बालेनले पनि पार्टी खोलेर चाहिँ जाने हो भनेदेखि चाहिँ मतहरू विभाजित हुने सम्भावना चाहिँ एकदमै धेरै हुन्छ। किनकि अब हर्कजी र हर्क साम्पाङ बालेनको पार्टीमा जाने कुरै भएन। अब हुन पनि सक्छ त्यति बेलासम्म, हुन त निर्वाचन आउन धेरै समय बाँकी छ। 5-6 महिनाको समयमा उहाँहरू मिलेर पनि जान सक्नुहुन्छ। तर अहिलेसम्म देख्दाखेरि चाहिँ हर्क र बालेन मिल्न सक्ने त्यति धेरै पोसिबिलिटी चाहिँ छैन जस्तो लाग्छ मलाई चाहिँ। अब त्यतिखेर गएर मिल्नुभयो भने त त्यो एकदमै राम्रो कुरा हो। र यसरी चाहिँ नयाँ युवाहरू नयाँ पार्टी खोल्ने, नयाँ पार्टी खोलेर चाहिँ जाने हो भने चाहिँ मतहरू चाहिँ विभाजित हुने एकदमै धेरै सम्भावना छ। कसैलाई हर्क मनपर्छ, कसैलाई बालेन मनपर्छ, कसैलाई रवि मनपर्छ, कसैलाई कुलमान मनपर्छ, होइन? यसरी प्रत्येक व्यक्तिले आफ्नो पार्टी खोलेर जाने हो भने त मत त विभाजित हुने नै भयो। हामीलाई सबैको काम हेर्न मन छ। वास्तवमा भन्ने हो भने नेपाली जनता सबैजना मिलेर गएको हेर्न चाहन्छन्, होइन? त्यसैले हामीलाई सबैजना सँगै मिलेर गयो भने एउटै पार्टीमा भोट गर्नलाई एकदमै सजिलो हुन्छ र बहुमत आउने सम्भावना पनि धेरै नै हुन्छ। यदि होइन भनेर चाहिँ अब सबैजना आफ्नै अहमतामा चाहिँ होइन मलाई त कसले सक्छ र म त बहुमत ल्याउँछु भन्ने खालको जुन खालको त्यो अहङ्कार बोकेर चाहिँ यदि उहाँहरू हिँड्नु भएको छ भने चाहिँ त्यो चाहिँ पोसिबिलिटी छैन उहाँहरूले बहुमत ल्याउने म चाहिँ देख्दिनँ। अब पुरानै पार्टीहरू आउने सम्भावना पनि त्यत्तिकै नै छ। अब अहिले काठमाडौँ वरपर जिल्लाहरूको कुरा गर्दाखेरि त उहाँहरूले देखाइदिइसक्नु भएको छ कि उहाँहरूले नयाँ पार्टीहरूलाई एकदमै धेरै चान्स दिइसक्नु भएको छ। तर यति मात्रै त हाम्रो देश त होइन। हाम्रो देशहरूको त धेरै सुदूरपश्चिम तपाईँहरू जान हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर हाम्रो यो नजिकै जिल्लाहरूका नि एकदमै विकट ठाउँहरू, गाउँहरू पनि छन् जहाँ उहाँहरूलाई नयाँ पार्टीहरूको बारेमा केही पनि थाहा नै छैन। थाहा भए पनि उहाँहरू आफ्नो उसलाई चाहिँ छोड्नै चाहनुहुन्न के। जस्तै बुढा हजुरबुवा हजुरआमाहरू हुनुहुन्छ, उहाँहरू चाहिँ आफ्नो उसलाई चाहिँ छोड्नै चाहनुहुन्न र उहाँ चाहिँ काङ्ग्रेस एमाले नै, होइन? त्यहाँमाथि कस्तो भइदिन्छ भनेदेखि आफ्नो आफन्त, होइन, आफ्नो नजिकैको कोही छिमेकी चाहिँ काङ्ग्रेसबाट उठिदिन्छ। अनि त्यसपछि कस्तो हुन्छ भनेदेखि अब अर्को पार्टीलाई हालौँ भनेदेखि होइन, ऊ त अब हाम्रो मान्छे हो, अब उसलाई त के गर्नु, दिनै पर्यो नि भन्ने खालको पनि हुन्छ क्या। सिचुएसन त्यस्तो पनि आउँछ कि। त्यसले गर्दाखेरि चाहिँ हामीले पुराना पार्टीहरूलाई चान्सै नदिनको लागि, उनीहरूलाई जरेदेखि उखाल्नको लागि चाहिँ नयाँहरू मिल्नु चाहिँ एकदमै जरुरी छ, एकदमै जरुरी छ। यो कुरा बालेनले पनि बुझ्नुपर्छ र हर्कले पनि बुझ्नुपर्छ। अब रवि दाइको त उहाँ अहिले जेलमा हुनुहुन्छ। उहाँको अब अगाडि नै फलछेला भयो भने त उहाँ त सबैसँग मिलेर जान उहाँ तयारै हुनुहुन्छ, होइन? तर यहाँ समस्या चाहिँ म के देख्छु भने बालेन र हर्कमा पनि अलिकति छ। लिडरसिप क्वालिटी चाहिँ मलाई दुवैजनामा छैन जस्तो लाग्छ क्या। यो मैले धेरै पहिलादेखि नै जतिखेर उहाँहरू आउनुभयो, सुरुमा बालेन र हर्क मेयर भएदेखि उहाँहरूको चर्चा भएदेखि सुरुमा त अलिअलि मिल्नु नै भयो। तर बिस्तार समस्या उहाँहरूको सम्बन्धहरू चाहिँ चिसिँदै गएको अनुभव चाहिँ मैले पहिलेदेखि नै गरेको थिएँ।
बालेन चाहिँ हर्कसँग बिस्तारै अलिकति टाढा टाढा भएको जस्तो होइन, अलिकति हुन्छ नि। अनि हर्क चाहिँ एकदमै बोलिरहने भयो, उहाँ चाहिँ अलि नबोल्नु हुने। अब नबोल्ने कहिलेसम्म नबोल्ने, केमा नबोल्ने भन्ने कुरा हो। अब नचाहिने कुरा बोल्नु भएन होइन, तर चाहिने ठाउँमा बोल्नु पनि पर्यो नि। सधैँभरि सामाजिक सञ्जालमा पोस्ट मात्रै गरेर त देश चल्छ जस्तो मलाई लाग्दैन। गाउँ गाउँ जानु पर्यो। हुन त उहाँ बिस्तारै जानु होला, त्यसमा पनि केही छैन। बालेनले एकदमै राम्रो काम गर्नुभएको छ, त्यसमा कुनै कसैलाई दुई मात्रै छैन। तर पनि एउटा अहमता हुन्छ नि, त्यो चाहिँ आउनु भएन। मान्छेलाई अलिकति घमण्ड आउने बित्तिकै मान्छे कतिखेर सिद्धिन्छ भन्ने कुरै थाहा हुँदैन क्या। तपाईँलाई जमिनबाट उम्रेर तपाईँ ठुलो हुनलाई कुनै पनि एउटा बिरुवाकै कुरा गर्नुहोस् होइन, एकदमै समय लाग्छ। तर त्यो बिरुवालाई तपाईँको बिग्रिन भत्किनलाई त केही समय नै लाग्दैन नि। 1-2 मिनटमै तपाईँको अब ढालिदिउँ भन्यो भने अथवा किरासिरा लागिहाल्यो भने त्यो हुन्छ नि। भनेको मतलब यस्तो हो कि बढ्नलाई एकदमै धेरै समय लाग्छ होइन, तर बिग्रिनलाई धेरै समय नै लाग्दैन क्या। यो सबै चिज त्यस्तै हो। उहाँहरूलाई जति पनि जनताले वाह गरिरहनु भएको छ, त्यो एकदमै राम्रो छ, सहनीय छ। तर त्यसमा पनि उहाँले आफ्नो अहमता देखाउनु भयो भने चाहिँ त्यो उहाँलाई नै एकदमै नेगेटिभ चाहिँ इम्प्याक्ट उहाँलाई पर्छ जस्तो मलाई लाग्छ। र धेरैभन्दा धेरै युवाहरूको चाहिँ चाहना के छ त, सबैजना मिलेर चाहिँ एउटै पार्टीमा, जुनसुकै पार्टीमा भए पनि सबैजना मिलेर चाहिँ एउटै पार्टीमा जानुभयो भने जनतालाई एकदमै सजिलो हुन्छ र मत विभाजित हुने सम्भावना एकदमै कम हुन्छ। यदि तपाईँहरूले पुरानै दलहरूलाई जरेदेखि उखाल्नु छ भनेदेखि त तपाईँहरू मिल्नुभन्दा अरू विकल्पै छैन। अब तपाईँहरू अहिले नै पार्टीमा अहिले नै मिल्न सक्नुहुन्न भने त पछि अब छुट्टै छुट्टै पार्टी खोलेर संसदमा गएपछि त मिल्ने कुरै भएन। अब यसमा के छ भने सबैलाई लिडर बन्नु परिरहेछ क्या। मलाई चाहिँ एउटै समस्या के देख्छु भने हर्क र बालेनमा चाहिँ एउटै समस्या म चाहिँ के देख्छु भने दुवैजनालाई लिडर बन्नुपर्ने के हुन्छ नि, अलिकति तल्लो स्टेपमा बस्न नखोज्ने जस्तो लाग्छ मलाई चाहिँ। किनभने उहाँ बालेनलाई लाग्छ कि होइन, म हर्ककोमा चाहिँ किन बस्ने, म लिडर गर्छु नि, म लिड गर्न म छुट्टै एउटा पार्टी खोल्न सकिहाल्छु नि भन्ने अहमता होला। अब हर्कजी त अब मिल्न आउनुभएको थियो त थाहा भएन होइन, उहाँले चाहिँ खोजिरहनु भएको छ, बालेनजीसँग कुरा गर्ने खोजिरहनु भएको छ होइन। तर बालेनजीमा अलिकति बढी र हर्कजीमा पनि अलिकति छ, त्यो लिडरसिप क्वालिटी चाहिँ अलिकति कम भयो जस्तो लाग्छ मलाई। हुन त अब यसरी हामीले यहाँ बसेर जज गर्नु त्यति उपयुक्त हुँदैन। तपाईँहरूले फेरि कति धेरै साथीहरूले चाहिँ यहाँ आएर एकदमै नेगेटिभ कमेन्टहरू पनि गर्नुहुन्छ कहिलेकाहीँ। त्यस्तो होइन कि म आफ्नो एउटा धारणा राखिरहेको छु, तपाईँ पनि आफ्नो धारणा राख्न सक्नुहुन्छ। र म सम्पूर्ण पार्टीहरूलाई चाहिँ सम्पूर्ण युवाहरूलाई यही आह्वान गर्न चाहन्छु कि हामी सबै मिलेर चाहिँ उहाँहरूलाई एक बनाऊँ। होइन भनेदेखि फेरि पनि पुरानै कथा पुरानै स्टोरी दोहोरिनलाई चाहिँ समय लाग्दैन र त्यो दोहोरिने सम्भावना चाहिँ एकदमै हाई छ। त्यसैले गर्दाखेरि सबैजनालाई म आफ्नो प्रतिक्रिया राख्नलाई अनुरोध गर्दै आजलाई यति नै भन्दै थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो र सब्सक्राइब पनि गर्नुहोस् है।